सबैजनालाई नमस्ते। सबैजना सन्चै आरामै हुनुहुन्छ होला। हाम्रो यो निस्किने बाटो यहाँदेखि म फेरि घर जाँदैछु। सबैजना सन्चै आरामै हुनुहुन्छ होला। पारिदेखि नै यो हाम्रो यो जङ्गल हो। बिचमा कोही ठाउँमा पिच भएको छ, कोही ठाउँमा भएको छैन। यस्तै छ गाउँघरको बाटो। बारीमा के गर्दै हुनुहुन्छ आमाले? यस्तो छ साथीहरू, कोही ठाउँमा यस्तो बाटो पिच भएको छैन। पनि घर छ माथि हो क्या हाम्रो माथि देख्नुभयो त्यो हाइवे साथीहरू। बाटो हेर्नु त बाइकहरू जिपहरू सबै जान्छ आउँदा पनि बिचमा पिच भएको बिचमा भयो। त्यस्तै छ गाउँघरको बाटो यस्तै हो। टिकाबाट यो बन्केर के भन्छ नि चलिरहेको छ। बाटो त यस्तो छ साथीहरू। हाम्रो घर जाने बाटो हो यो। पानी आइरहेको छ। मकै छर्ने पनि यस्तो छ, बारीभरि झार्छ। दिनका दिन पानी आउँछ अनि मकै छर्ने दिएको छैन। आज बल्ल मौसम सफा छ साथीहरू। दिनका दिन पानी आएको गरेर अब यहाँबाट आउँदा ढिलो आएपछि त झन् साल गाडी छ, पुरै सालै साल छ। सालै साल छ। हाम्रो यो पानीको टङ्की हो, यहाँ माथि पानीको टङ्की छ। पुरै हेर्नु त कस्तो पुरै सालै साल क्या। र यो पुरै खरबारी हो, रुख पालेको भएर मेरै खस्मेरा छ बाटोमा। साथीहरू गाउँघरको बाटो कालो ओह्रालो यस्तै हो, के गर्ने हो। यो सालको पाक्यो त टपरेको छ नि त। त्यही हो यो सालको बुढाहरू सबै। बाटो त ठुलो छ कि अब कहिले बजेट पर्छ। बजेट परिसकेपछि बल्ल यो पिच हुन्छ हाम्रो गाउँको बाटो। अहिले बिचमा भइरहेको त्यही हो। फेरि एउटा यहाँ आमा बस्नुहुन्थ्यो, एउटा आमा हुनुहुन्न।
पारि देख्नुहुन्छ नि यो पाल्पाको लुङ भन्ने ठाउँ हो साथीहरू। लुङ भन्ने ठाउँ यही हो पाल्पाको लुङ। यताबाट फेरि हाम्रो घरतिर जाने बाटो हो यो पनि। बाटो त ठुलो हो कि त्यो पातहरू झरेकोबाट अलिक सानो देखेको बाटो। अनि गाडीहरू त आउन सक्छ, जिपहरू, ट्र्याक्टरहरू, एम्बुलेन्सहरू, बाइकहरू भयो। यस्तो छ तर रुखहरू कति छ। र यो सालको रुख भएकोतिर त धेरै गर्मी हुन्छ कि हाम्रो घरतिर धेरै गर्मी छ। कान्छन र यहाँ पनि धेरै फरक छ साथीहरू। यति गर्मी छ यतातिर। आज त झन् घाम लागेको छ, धेरै गर्मी छ। म त त्यही पनि भर्खरै फर्केँ नि हो। म काम भएर आएको घरमा, अनि त्यही भएर छिटै फर्किन्छु साथीहरू। मौसमहरू कति सफा छ। म घर आइपुग्न लागि है साथीहरू। यो हाम्रो ठुलो मम्मीको घर हो। सिम्पल यस्तो देखिएको हाम्रो बारीहरू हो। पारे देखिएको फेरि बाँझाको बाँझा भन्ने ठाउँ हाम्रो घर आइदियो साथी। यो हाम्रो हेर्नुहोस् साथीहरू, यही हो लगाएको फुलहरू यस्तो भइरहेको। आजको भिडियो यति हो। सबैजनालाई बाई बाई, नमस्ते।